यता परिरहेछ हैन यहाँले यता फेरि अर्को परिरहेछ माथि नै एउटा परिरहेछ धेरै आउँदैन नि दुईटा मात्रै पर्यो त छ्याट फाइनल्ली यता एउटा परिसकेको छ अहिले पनि कोकोले Hey guys, once again welcome back to my YouTube channel. आज चाहिँ हामी लिसो थाप्न जाँदैछौँ अहिले चाहिँ बिहानको 4 बजिरहेछ है माथि रुखतिर चाहिँ हामीले लिसो थाप्नु पर्ने हुन्छ किनभने बिहानै चाहिँ चराहरू चाहिँ तलतिर चढ्न आउँछ के त्यतिखेर चाहिँ पर्छ है अहिले हामी लास्टै जाडो सायरमा अहिले चाहिँ हामी कति भर्खरै उठेर चाहिँ हामी जाँदैछौँ ल अब चाहिँ हैन मैले चाहिँ यो रुखमा चाहिँ थाप्नु पर्ने हुन्छ माथि टुप्पोमा चढेर चाहिँ थाप्नु पर्ने हुन्छ के यो चढ्नु पर्ने छ यार फाइनल अहिले चाहिँ म रुखमा आइसकेँ है यो रुखमा चाहिँ थाप्नु पर्ने हुन्छ यतातिर उतातिर यतातिर थापिराख्नु पर्यो जुन चाहिँ सानो साझा भर्खर उदाउँदैछ है लिसो चाहिँ यता छ पानीसँग पानी चाहिँ मैले भर्खरै हालेको यो ढाकादेखि चाहिँ थाप्नु पर्ने हुन्छ तल छ यार भुइँ झऱ्यो भने साईको पत्ता पटक्कै I got the whole room spinning. Tipsy. Dumbo, stay to the course. Dumbo, stay to the course. Oh, wanna quit Jenny. Keep your head on nail dance like Jenny. Jenny. नहेर भन्छु हैन भनेकै पेटेकै मान्दैन छ्या के यस्तो यता बाल्टा कुरा फाइनल्ली यो रुखमा चाहिँ थापेर सक्यो यता दुईटा यहाँ दुईटा छ अनि यहाँ एउटा छ अब चाहिँ झर्नु पर्ने हुन्छ अब फेरि अर्को रुखमा थाप्नु पर्ने छ हैन यो रुखमा माथि अनि पर एउटा रुख छ खै हो जट्ठा रुख यतातिर थाप्ने हो अनि माथितिर नि थाप्ने हो Hi guys, लिसो चाहिँ यति छ अर्को नि छ छनु त थोरै हिरो पछिको वान मोह मिस्टर बी ओइ मादर नन्दा मै थिएँ Genetik kita. Untuk minat nanti. Bukan je lagi cai pergi. Oh yo. Okay bro. Kamu kini yo no na jinda.
फाइनल्ली हामीले चाहिँ सबै लिसोहरू चाहिँ थापेर सकियो। अब चाहिँ उज्यालो भएपछि चाहिँ चरा आउँछ, त्यसपछि पर्छ है। अहिले चाहिँ लगभग कति 5 पनि बजेको छैन होला। ओ माई गॉड जाडो छ त यारमा क्या। फाइनल्ली यता चाहिँ टक्कसँग होइन उज्यालो भइसकेको छ भने हामीले हिमाल पनि हेर्न सक्छौँ। यता यस्तो छ है हिमाल। यो हिमालको नाम चाहिँ शङ्खवासिर हो। ओ माई गॉड यता पिम्पल आएको छ क्या फेरि यत्रो ठुलोमा क्या दुख छ पो त फेरि म्याड। ओ त्यहाँ पर चरा छ है लिसोको छेउमा। टक्क उडेर यता परिरहेको छ होइन। चार एउटा यहाँ नि परेको थियो, झरी गएछ। लिसोदेखि भागेको यता छ क्या एउटा चरा, यता दुलोभित्र बसेको क्या। यो चाहिँ लिसोमा परेर चाहिँ झरेको रहेछ। भेटाएँ मैले बल्ल। परतिर आउँदैछ अरू चराहरू। चरा आइरहेको छ कि माथि एउटा परिरहेको छ फेरि। कुनै भएको नि त फेरि पऱ्यो क्या परेछ पहिला पऱ्यो। यता टन्नै गइरहेको हेर न त्यही गुलेली भयो त्यसलाई त। बोको अरे पर्दैन त मा कसम एउटा नि। परेन यार माधर एउटा पनि। नेत्तोको हातको जेठा नेत्तोको हातको म हो शक्ति म शक्ति मात्रै। यता चाहिँ चन्नै चराहरू चाहिँ गइरहेको छ उता फेरि। मा परिरहेको रहेछ त दुईटा। असले उम्केर गयो नि दुईटा परिरहेको थियो अरे। कहाँ हो सब दुईटा परिरहेको थियो उम्केर गयो। क्या अझ त के भएको चरै आउँदैन त यारमा। यस्तो छ यार पर हाम्रो लिसो यता पनि छ है। यस्तो छ हाम्रो गाउँको भ्यू। हाम्रो गाउँ चाहिँ तल छ। यो चाहिँ हाम्रो गाउँ हो। अहिले चाहिँ म रुखमा छु पर केटो छ। आज त चरै आउँदैन त। यता छ हाम्रो लिसो तल छ भुइँमा। पर निकाल्दैछ केटोले। भागेर गयो क्या
चरा आउन थाले यार फाइनल्ली यता एउटा परिसकेको छ अहिले पनि नल्ले त फेरि अर्को परिरहेछ माथि नै एउटा परिरहेछ यता छ गयो 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 पर्छ कि पर्दैन हेरिरहेको मै ठक्का उडेर चरा गयो यता जाँदैछ टक्कसँग माथि छ गइरहेको छ लामा सब उम्केर गइरहेको थियो गयो धेरै पढ्यो होला यार अब धेरै आउँदा नि दुईटा मात्रै पढ्यो त छ्याट एउटा अब चाहिँ लिसो उठाउन लागेको होइन किनभने आज चाहिँ चरा आउँदै आएन खासै धेरै परेन त्यही भएर चाहिँ अब उठाउन लाग्यो अहिले चाहिँ 10 बज्न आँटिसकेको छ होला है भ्यानचुरी मिटर आज त एउटा नि केही आएन त यार चरा त फाइनल्ली अब चाहिँ हामी घर जान लागेको चरा नि धेरै परेन आज है यहाँ छ थोरै कोकोले यति हो आज परेको